यसलाई चाहिँ हामीले कसरी सल्भ गर्ने भन्ने कुरा गर्दाखेरि एकचोटि हेरौँ है त। यहाँ चाहिँ यसको सिरिजमा राइट साइडमा के छ, log 2 भन्ने छ है। सो यसमा चाहिँ पहिला log सिरिज चाहिँ हामीले रिकल गरौँ। log 1 प्लस x को एक्सपान्सन के हुन्छ त? log 1 प्लस x को एक्सपान्सन के हुन्छ त? x माइनस x स्क्वायर बाई 2 प्लस x क्यूब बाई 3 माइनस x4 बाई 4 प्लस x5 बाई 5 यसरी चाहिँ कन्टिन्यू हुने हो। अब यसमा चाहिँ log 2 छ राइट साइडमा भनेपछि हामीले के गर्दियौँ, यसमा x को ठाउँमा 1 पुट गरिदिउँ। x को ठाउँमा 1 पुट गर्ने बित्तिकै लेफ्ट साइड चाहिँ यो के बन्छ त, log 1 प्लस 1, त्यो भनेको log 2 हो। सो राइट साइड के हुन्छ, यो 1 माइनस 1 स्क्वायर भनेको 1 बाई 2 भयो। त्यस्तै यो 1 बाई 3 भयो, माइनस 1 बाई 4 प्लस 1 बाई 5 हुने भयो, माइनस डट डट टु इन्फिनिटी। अब यसमा हामी यो जुन प्रुभ गर्नुपर्ने छ त्यसको राइट साइडबाट गयो हुन्छ। नाउ यसको राइट साइड चाहिँ के छ त हाम्रो, 2 टाइम्स 1 माइनस log 2 भन्ने छ। अब यो log 2 को भ्यालु चाहिँ राखिदिउँ, यहाँ माथि जुन सिरिजबाट आएको छ log 2 को भ्यालु राखौँ। कति हुन्छ यो त, 1 माइनस 1 यो प्लस 1 बाई 2 हुन्छ, माइनस 1 बाई 3 हुन्छ, प्लस 1 बाई 4 हुन्छ, माइनस 1 बाई 5 हुन्छ, प्लस डट डट गर्दै यसरी जान्यौँ। यो साइन चेन्ज किन भयो भने यो माइनसले गर्दा साइन चेन्ज भयो। अब यो भित्रपट्टि चाहिँ 1 काट्यो, यो त प्लस माइनस भएकोले काट्यो, 2 ले मल्टिप्लाई गरिदियो, 2 ले मल्टिप्लाई गर्नु 2 इन्टु 1 बाई 2 भनेको 1 भइहाल्यो। अर्को चाहिँ 2 बाई 3 हुन्छ, माइनस 2 बाई 3, अर्को 2 बाई 4, अर्को 2 बाई 5, यसरी नै कन्टिन्यू जाने हो। अब यसमा चाहिँ के गरौँ त, यो दुईटालाई कम्बाइन गर्ने। कम्बाइन गर्दाखेरि चाहिँ हाम्रो यसको मुनि के छैन भने 1 को मुनि। सो यसको दुईटाको एलसिएम लियो भने के हुन्छ, 1 इन्टु 3 भयो। एलसिएममा मल्टिप्लाईको फर्ममा लिएको भनेपछि माथि 3 यो माइनस 2 हुने भयो, प्लस यो 2 बाई 4 भनेको त 1 बाई 2 लेख्न पाउँछ। यसलाई के लेख्न पाउँछ, 1 बाई 2 लेख्न मिल्छ यहाँ। सो 2 र 5 को एलसिएम लियो भने 2 5 2 इन्टु 5। यहाँ चाहिँ के गरेको थियो, दुईटालाई एक ठाउँमा जम्मा पारेको कि। माथिपट्टि के हुन्छ त, 5 माइनस यो चाहिँ 4 हुन्छ। त्यसरी नै अरू पनि टर्म्सहरू आउने हो यहाँ। सो यो यहाँ चाहिँ कति भयो, फर्स्टमा 1, तल चाहिँ 1 इन्टु 3। त्यस्तै यसमा पनि सेकेन्ड टर्म पनि माथि 1, तल चाहिँ 2 इन्टु 5 हो। यसरी नै अर्को टर्म पनि आउँछ, 1 बाई 3 इन्टु 7 आउला होइन। सो यसरी चाहिँ यो भनेको हाम्रो एलएचएस हो। सो दिस इज द कम्प्लिट प्रुफ।